Baby, guys, look my mehendi. Yeah, what jada, yeah. डाइलेसन हुन्छ भनेर भन्नु हो नि त त्यही भएर अब 8 भन्दा माथि भइसक्यो भने चाहिँ हामीले चाहिँ त्यो इन्डक्सन अफ फ्लेभर के मतलब या अक्सिटोसिन चाहिँ दिन सकिन्छ सक्सेसफुली बच्चा गर्न सकिन्छ के यहाँबाट यहाँ म त बोल्दै छु बाटो
लगाइदिएको के हेलो गाइज वेलकम ब्याक टु माई च्यानल सो के भन्छ अरे आज चाहिँ हाम्रो चाहिँ नाइट ड्युटीको चाहिँ फर्स्ट डे होइन नाइट ड्युटी हामी चाहिँ यहाँ चाहिँ धेरैचोटि आयो तर आजको जस्तो वर्स्ट डे चाहिँ कहिले पनि भएको त्यही त दुईजना बिरामी अनि यहाँ मसँग हुनुहुन्छ मैले साँच्ची हजुरलाई मेरो साथीहरू इन्ट्रोड्युस गरेर बिर्से चाहिँ मसँग हुनुहुन्छ यसो हाई एन्जिलाजी हुनुहुन्छ एन्जिला चाहिँ यहाँ टेम्पल रन खेल्दै चाहिँ यो बच्चामै खेल्थेँ यार मैले यार गाइजहरू यहाँ अनि के भन्ने अब यस्तै अब How are you feeling today, Osika? How are you feeling today, Osika? तिम्रो लागि एकदम राम्रो सूचना ल्याएको छु ठिकै छ गाइजहरू अब के भन्ने अब घरिघरि यस्तो हुँदो रहेछ त नि अब जसलाई अब आफ्नो मनले आफ्नो भनेर चाह्यो नि त्यो आफ्नो कहिले पनि हुन नसक्छ अब जसलाई अब आफ्नो भनेर एकदम माया गर्ने त्यो अब आफ्नो कहिले नहुन सक्ने रहेछ ल यस्तै छ गाइजहरू जिन्दगी अब कहिले उतार चढाव भइरहेको छ सो हजुरहरूले चाहिँ के कुरा याद राख्नु भन्दाखेरि चाहिँ दिमागमा चाहिँ अब पिपल चेन्जेस अनि दियर हट चेन्जेस एन्ड लाइफ गोज अन गो विथ द फ्लो के गाइज है जिन्दगीमा जति उतार चढाव जति जे आए पनि गो विथ द फ्लो जति बोयफ्रेन्डसँग झगडा परेर पनि गो विथ द फ्लो गर्ने के गाइज ओके स्ट्यान्ड बाई जोकुक लाउरे केटा बास्केटबल खेल्ने पब्जी खेल्ने केटा एमएल खेल्ने केटा रन्जनको केटा थमेलको केटा ललितपुरको केटा हेलो गाइज हामी भर्खर भात खाएर आएको रिसेन्टली ड्युटी साटेर कहाँ हुन्थ्यो घोडा क्वेसन सोधेछ म अस्ति रिसेन्टली ड्युटी साटेर के थियो केटीहरू मम्मी ड्याडीसँग भएको थिएँ कालानी गरेर मम्मी ड्याडीसँगै हो त गङ्गा म्याम चाहिँ गुरुकुलको त्यो टिचर हो चाहिँ गङ्गा म्यामको चेली छोरा अब खाइदियो अब चाहिँ ढ्याम्पे अब चाहिँ Hello guys, Happy New Year! Mwah, mwah, mwah.
एस्थेटिक भिडियो बनाउनु बच्चालाई चाहिँ ओसिकाले भएको है बोलाउनुहोस् नेक्स्ट कन्टेस्ट तपाईँको नाम के हो मेरो नाम चाहिँ सुन कुमारी कहाँबाट आउनुभयो हजुरबाट तपाईँले के क्लासिकल म्युजिकको किने ट्युसन लिइरहनुहुन्छ र मेरो मेरो बडा दादाजी चाहिँ नि किन हाँसिस ल ठिक छ तपाईँको ट्यालेन्ट देखाउनुहोस् ल है त एकछिन तपाईँ कुन चाहिँमा गीत त्यस्तै हो गाइजहरू अब मान्छेहरूले खाना नपाएको कुराहरू बाँदरहरूले यसरी चोरेर खान्छ यो चाहिँ हजुरहरूले चाहिँ प्रोटेस्ट गर्नु होला अनि अब कसैलाई डेटिङ बस्नु मन छ भने चाहिँ त्यो डाँडामा आउनु ल त्यो डाँडा एकदम सुनसान छ त्यो डाँडा यो चाहिँ डेटिङ स्पट हो अनि त्यहाँ नि त्यो चाहिँ समथिङ के हो थाहा छैन तर म पछि डेटिङ आयो भने चाहिँ म चाहिँ त्यहाँ बस्न आउँछ है त्यो गाउँ डाँडा हो म चाहिँ डेटिङ चाहिँ त्यहाँ बस्न आउँछ है त्यहाँ के त्यहाँ देख्यो नि त्यहाँ third year films representing all my fellow classmates. Personal, I would like to welcome Today, I am very excited as I wish to propose an opportunity to present awards in a single voice. रङ्गे यार साथीहरू यसको नाम चाहिँ ब्यान्डेज हो यसले चाहिँ अञ्जली भ्याक्सिनेसन कस्तो आनन्द यिनीहरूले
कति नम्बरको लागि पुछेर लिएर हो 4 मेरो 16 हप्ता 3 दिन आथे तर मैले 12 हप्ता कति दिन ल्यायो